नमस्ते, वसन्त नेपाल बोल्दैछु प्रवास टेलिभिजनबाट। इजरायल जानका लागि आवेदन दिनुभयो, तपाईको विमान आयो, तैपनि तपाई जान पाउनु भएन। लकी ड्रमा तपाईलाई फ्याँकियो। अब यो लकी ड्रमा फ्याँक्नको कारणहरू अझै पनि मैले पत्ता लगाउन सकेको छैन, तर मैले बुझे अनुसार केही चाहिँ एउटा सङ्घ संस्थाहरूले दिएको जानकारी अनुसार, केही मिडियाबाट प्राप्त जानकारी अनुसार यहुदीहरू भनेको लकी ड्रमा पुरा विश्वास गर्ने हो रे, र उनीहरूले छानेको मान्छे चाहिँ राम्रो हुन्छ, लकी ड्रबाट आएका मान्छेहरू एकदम पर्फेक्ट हुन्छ भन्ने कुरामा विश्वास राख्ने हुँदा लकी ड्र गरिएको भन्ने कुरा छ। कोटा नपुग्दा पनि लकी ड्र, यस, कोटा नपुग्दा पनि लकी ड्र। यसको मतलब के हो भने लकी ड्रबाटै छानिनुपर्छ रे। भनेपछि दैवी शक्तिमा, भगवानमा पुरा विश्वास राख्दा रहेछन् भन्ने कुरा अलिअलि बुझ्नमा आएको छ। यसको एकिन जानकारी तपाईहरुलाई थाहा छ भने मलाई कमेन्ट बक्समा लेखिदिनु होला। आधिकारिक सूचना अनुसार, तपाईले अथोराइज न्यूज अनुसार कुरा के हो कमेन्ट बक्समा मेन्सन गरिदिनु होला। अब विषयवस्तुतिर प्रवेश गरे। अब तपाईहरुले के गर्ने त? अगाडि पनि लकी ड्रमा धेरैजनालाई फ्याँकिएको कुरा तपाईलाई थाहा नै छ। अनि अब पनि तपाईहरु अल्झिनी हो भने फेरि तपाईको हालत पनि उही हुन्छ। लान्छ भनेर 2 वर्षदेखि धैर्य गर्नुभयो, फाइनलमा तपाईलाई पुनः एक्जाममा सहभागी गराएर प्रतिस्पर्धामा सामेल गराइयो। यसको मतलब यही अवस्था हुन सक्छ। जिटुजी प्रक्रियामा लकी ड्रमा फ्याँकिसकेपछि उनीहरूलाई लाने, उनीहरूलाई प्रायोरिटी दिने भन्ने कुरा कम सम्भावनाको कुरा हो। त्यसकारणले गर्दा हल्लाको पछि नलागेर मेरो सल्लाह चाहिँ तपाई तयारीतिर लाग्ने हो कि सूचना अनुसार छिटै नै अर्को नयाँ कोटा खोलिने र जुन होम बेसमा पनि चान्स भएको हुँदाखेरि पढ्नु पर्ने त छँदैछ, तर समयमा पढ्दिनु भएन भने फेरि अर्को अवसर पनि गुम्न सक्छ। अब के पढ्ने, कहाँ पढ्ने भनेर धेरै साथीहरूले प्रश्न सोधिरहनु भएको छ मलाई। यसको उत्तर यो भिडियोमा एक्सप्लेन गर्छु। त्योभन्दा अगाडि भिडियोलाई लाइक गरिदिनु होला, अनि च्यानलमा नयाँ हुन्छ भने सब्स्क्राइब गरेर छेउमा रहेको बेल आइकनलाई प्रेस गर्न नभुल्नु होला। तपाईको एउटा शेयरले धेरैजनालाई इन्फर्मेसनहरू पुग्छ। तपाईलाई थाहा नै छ, धेरैजना साथीहरू तपाईको भिडियो ढिला हेरेर मैले दुःख पाएछ, यो भएन ऊ भएन भन्नुहुन्छ नि हैन। सो तपाईहरुले शेयर नगर्दिएर पनि एउटा समस्या भएको हो। अनि इजरायल रोजगारसँग सम्बन्धित कुराहरुमा निर्धक्क भएर कमेन्ट बक्समा लेख्नु होला। त्यसको उत्तर म आगामी भिडियोमै तपाईहरुलाई दिन्छु Q&A प्रोग्राम अन्तर्गत। लकी ड्रमा फ्याँकिसकेपछि अब पुनः तयारी कसरी गर्ने ध्यान दिएर सुन्नुहोस्। तपाईको विमान त आएको हो, तपाई अंग्रेजी बोल्न त सक्नु हुँदो रहेछ, राइटिङमा समस्या त तपाईलाई रहेन, स्पिकिङमा समस्या छैन, अनि लिसनिङमा पनि समस्या छैन, रिडिङमा पनि समस्या छैन। तर समय सधैँ एकनासको हुँदैन। सधैँ हाम्रो दिमाग त्यही रफ्तारमा चल्दो रहेनछ, नचल्न सक्छ। एटु ल्याउने साथीहरूको एवन आएको उदाहरणहरू प्रशस्त छन्। पुनः एक्जाम दिने साथीहरूको विमानबाट एटुमा झरेको कुराहरू तपाईलाई थाहा नै छ। त्यो क्वेसनमा भर पर्छ, तपाईको लकमा भर पर्छ, तपाईको माइन्ड, तपाईको कुन तरिकाले एक्जाम दिँदै हुनुहुन्छ त्यसमा भर पर्दो रहेछ। त्यसकारणले गर्दा कुनै पनि हेलचेक्राइ नगरिकन तपाईहरुले पढ्नुपर्ने हुन्छ। 1 नम्बरमा तपाईलाई मेरो सल्लाह है, पर्सनल एडभाइस हो, मान्ने नमान्ने तपाईको कुरा। 1 नम्बरमा डेली इंग्लिश बोल्नका लागि आजबाट सुरुवात गर्नुहोला। स्टार्ट स्पिकिङ इंग्लिश ल्याङ्ग्वेज फ्रम टुडे अनवर्ड्स। अनि टेक्निकल पाटोलाई अझै पनि तपाईहरुले ध्यान दिनुहोला। यदि कसैको एप छ भने कृपया त्यो एपमा गएर मजाले प्र्याक्टिस गर्नुहोस्। च्याट जीपीटी सँग दैनिक 20 मिनेट अंग्रेजी बोल्नु होला। कुनै पनि च्याप्टरमा, कुनै पनि विषयमा ओपनली टक गर्दा एआईले सपोर्ट गर्छ तपाईहरुलाई। तपाईलाई लिसनिङ पावर पनि बढ्नेछ। अर्को मेरो सल्लाह भनेको डेली एडभान्स लेभलका भोक्याबुलरीहरू कण्ठ गर्दै गर्नुहोस्। एडभान्स लेभलको भोक्याबुलरी भने मैले सामान्य खालको भोक्याबुलरीले कहिलेकाहीँ काम नगर्न सक्छ। अनि पढ्दाखेरि इंग्लिश टु इंग्लिश नै पढ्ने बानीको विकास गर्नुहोस्। आई मिन सिनोनिम
पाराले है त्यो गर्नुभयो भने अलिकति हेल्प हुन्छ। अर्को कुरा प्लिज लिङ्किङ वर्डहरू मिलाएर मोर सेन्टेन्स बनाउने अभ्यास गर्नुहोस्। लाइक जस्ट, ड्यू टु, बिकज अफ, सो द्याट, हुइभर, सोइभर हैन, यस्ता हुन्छन् नि हैन। यो लिङ्किङ वर्ड हो, यिनीहरूले जोडेर स्पिकिङलाई बढाउनु होला। र अर्को मेरो सल्लाह साथीहरू, ग्रामरलाई सबै रिभाइज गर्नु होला। प्रिपोजिसन टपमा राखेर पढ्नु होला, एकदम प्रायोरिटी दिएर। आर्टिकल मजाले पढ्नुहोस्। टेन्स खर्लफै खानु पर्यो तपाईँले। प्रेजेन्टका 4वटा, पास्टका 4वटा, फ्युचरको 4वटा सबैमा। त्यति मात्रै गरेर हुँदैन, त्यसलाई सेन्टेन्स बनाउने स्ट्रक्चरमा त्यसलाई नेगेटिभ बनाउने, एस्नो क्वेसन बनाउने, डब्लुएच क्वेसन बनाउने र त्यही तपाईँले बनाएको क्वेसनहरू साथीलाई सोध्ने, साथीले उत्तर दिनुहुन्छ। अनि यसरी दैनिक तपाईँहरूले अभ्यास गर्नुहोला। बिचमा एउटा जानकारी गराउन चाहे, अनलाइन क्लास बेलुका 8 बजे, फिजिकल क्लास 11 बजे र 6 बजे। फिजिकल क्लास चाबेलको गोपीकृष्ण हलको छेउमा हाम्रो प्रवास नेटवर्कमा हुनेछ र अनलाइन क्लास त जुमबाट हुन्छ। यसको लागि यो स्क्रिनमा देखाएको नम्बरमा कन्ट्याक्ट गर्नुहोला, व्हाट्सएप गर्नुहोला। यही जानकारी गराउन चाहे तपाईँहरूलाई। यति पढिसकेपछि तपाईँले अलिकति अब ठ्याक्कै मोडलमा जानुहोला। त्यही क्वेसन आउँछ भन्ने छैन। क्वेसनहरू दोहोरिँदैनन् मलाई जहाँसम्म लाग्छ, किनकि धेरैलाई त कन्ठ भइसक्यो नि त हैन। त्यसकारणले गर्दा अब अरू क्वेसनमा पनि प्र्याक्टिस गर्नुहोला। पार्ट 1 मोडल त त्यही हो। पार्ट 1 सर्ट क्वेसनहरू, वेयर डु यु लिभ, वेयर आर यु फ्रमको ठाउँमा वेयर डु यु लिभ भन्न सक्ला, इन विच सिटी डु यु लिभ इन भन्न सक्ला। अनि व्हाट्स योर नेम भन्नेको ठाउँमा गिभ मी योर नेम अथवा गिभ मी योर सर्ट नेम, गिभ मी योर सर्ट नेम, अब केही भन्ला हैन। सो क्वेसन त त्यही टाइपले हो नि त हैन। पार्ट 1 को कुरा। पार्ट 2 मा बढीभन्दा बढी बोल्नु पर्यो। यसको मतलब कुनै पनि कुराको डिस्क्राइब गर्ने हो। पार्ट 2 मा 20 सेकेन्ड बोल्नुपर्छ हामीले। 20 सेकेन्ड बोल्नको लागि त्यत्तिकै सजिलो छैन। यसमा ग्रामर, भोकेबुलरी सबै कुराहरू महत्त्वपूर्ण विषयवस्तुका रूपमा रहन्छन्। डिस्क्राइब योर विलेज, एडभान्टेज एन्ड डिसएडभान्टेज अफ लिभिङ इन विलेज। वाइ आर यु लर्निङ कम्प्युटर, वाट आर द एडभान्टेज अफ लर्निङ कम्प्युटर हैन। सो यस्ता कुराहरू आउँछन्। अर गिभ एडभाइस टु योर फ्रेन्ड हाउ टु सक्सेस इन इङ्ग्लिस ल्याङ्ग्वेज, हाउ टु सक्सेस इन करियर, हाउ टु सक्सेस इन करियर हैन, हाउ टु गेट गुड जब। कुनै पनि विषयमा आउन सक्ने हुँदा तपाईँले स्पिकिङलाई बढाउनुपर्छ। 3 र 4 इट्स ओके, रिड अलाउड सेन्टेन्स पढ्ने हो। पार्ट 5 को विषयमा धेरैवटा भिडियो बनाएको छु। कृपया तपाईँहरूले यो भिडियोको अन्त्यमा आउँछ अथवा यहाँ पनि राखिदिएको छु, त्यहाँबाट हेर्नुहोला। अझै पनि कन्फ्युजन छ भने कृपया मलाई कमेन्ट बक्समा लेखिदिनु होला। जसले जहाँ जे कुराकानी गरे पनि नपढी यो दुनियाँमा केही पनि हुने रहेनछ, पढ्नै पर्ने रहेछ। डाइरेक्ट विनोद चौधरीका छोराछोरी बनेर जन्म लिनेहरूले त पढेका हुन्छन्, किनकि बिजनेस तिनीहरूको माइन्डमा हुन्छ, बिजनेस मजाले गर्न सक्छन्। तपाईँ हामी त त्यो लेभलको मान्छे होइन। तपाईँ हामी एकैचोटि माथि जान सक्दैनौँ। सबै कुरा सिकेर बुझेर पढेर हुने रहेछ भनेपछि किन नपढ्ने त? मेहनत गर्नु पर्यो, पढ्नु पर्यो। यही जानकारी गराउनु थियो तपाईँहरूलाई। बिउन ल्याएर पनि जान नपाउनु भएका साथीहरू जो लकी ड्रमा फ्याँकिए, उनीहरूलाई मध्यनजर गर्दै यो भिडियो मैले बनाएँ। भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु नभुल्नुहोला। च्यानलमा नयाँ हुनुहुन्थ्यो भने सब्सक्राइब गरेर छेउमा रहेको बेल आइकनलाई प्रेस गर्न नभुल्नुहोला। यसका साथसाथै म बसन्त नेपाल यति भन्दै आज्ञा चाहन्छु। नमस्ते।